अतिथि आसन ग्रहण गरिदिनु हुन व्यवसायी लामो समयदेखि आफूलाई आफ्नो व्यवसायको क्षेत्रमा परिचित गराउँदै आउनुभएको हाम्रो पूजा फेन्सी स्टोरको प्रोप्राइटर दिलीप थापाज्यूलाई अतिथि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी मोहित सप्लायर्सको सञ्चालक आदरणीय प्रेम भक्त रेग्मीज्यूलाई अतिथि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। हामी यो कर्णाली नेपाल संवाद कर्णाली प्रदेश कार्य समितिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा छौँ। हामी ढिलो नगरिकन हामी यो कार्यक्रम अगाडि बढाइरहेका छौँ र यो कार्यक्रममा आफ्नो दुई शब्द राखिदिनु हुन वरिष्ठ व्यवसायी दिलीप कुमार थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण पदाधिकारीहरूलाई मेरो तर्फबाट हृदयदेखि नमन गर्न चाहन्छु। कार्यकाल शुभकामनालाई पनि धन्यवाद दिन चाहन्छु। हवस्, धन्यवाद। सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौँ र संवाद क्लब भन्दा बित्तिकै हामी के देख्दछौँ भने संवाद यो आवाजविहीनहरूको आवाज हो। लुकेर दबेर बसेका आवाजहरूलाई प्रशोधन गर्ने एउटा थलो हो र देशमा व्यक्ति भ्रष्टाचार अनियमितता जस्ता विभिन्न अनियमितताका क्षेत्रमा खबरदारी गर्ने कार्यक्रम हो र सबैलाई सुशासनमा ल्याउने कार्यक्रम हो भन्ने हामीले बुझेका छौँ र यो कार्य समिति गठन भएको सुन्न पाउँदा हामी सम्पूर्ण खुसी व्यक्त गर्न चाहन्छौँ। धन्यवाद उद्घोषकज्यू। नेपाल संवाद क्लब कर्णाली प्रदेशले आयोजना गरेको यस बधाई तथा शुभकामना कार्यक्रमका अध्यक्षज्यू र नेपाल संवाद कर्णाली प्रदेशका अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायत केन्द्रीय सदस्यज्यू, सम्पूर्ण पदाधिकारी महानुभावहरू र सदस्य महानुभावहरू, नेपाल संवाद क्लब जुन उद्देश्यका साथ हजुरहरूले एउटा हाम्रो ठाउँ समाजमा जुन किसिमका विकृति विसङ्गति आवाजविहीनहरूका आवाजहरूलाई बुलन्द गर्नका लागि जुन उद्देश्यका साथ तपाईँहरूले यस क्लबको स्थापना गर्नुभएको छ, कर्णाली प्रदेशमा पनि यो केन्द्रमा भएर आज कर्णाली प्रदेशका सम्पूर्ण उत्पीडित पिछडिएका र दुर्गामी क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरू, जनताहरू, दुखी पीडितहरूका आवाजहरूलाई बुलन्द गरेर त्यसलाई समाजमा स्थापित गर्ने उद्देश्यका साथ जुन सञ्चालन गर्नुभएको छ, यो कार्य र तपाईँहरूको कार्यक्षमतालाई अझ ऊर्जावान मिलोस् र अझ तपाईँहरूको कार्यक्षमता वृद्धि हुँदै जाओस् र यो समाजलाई एउटा समुन्नत समाज, सुदृढ समाज, एक किसिमको भयरहित समाज, विसङ्गति रहित समाज, जहाँ भ्रष्टाचारीहरूबाट मुक्त समाज, कसैको अन्य अत्याचारबाटको विहीन समाजलाई स्थापना गर्नुहुनेछ भन्ने कामनाका सहित तपाईँहरूको यो नेपाल संवादका क्लबको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै आफ्ना दुई शब्द कामना कार्यक्रमको आयोजना गर्नुहुने हामीसँग उपलब्ध साथीहरू प्रति यो कर्णाली संवाद क्लब चाहिँ ऋणी छ भन्न चाहन्छु। किनकि तपाईँहरूले यो सुरुवात गर्नुभएको छ। यो सुरुवात पक्कै पनि यो सुशासनको पक्षमा, आवाजविहीनहरूको पक्षमा आवाज उठाउनलाई निडरतापूर्वक चाहिँ आवाज जसले उठाउँछ, अन्यायको पक्षमा जो छ त्यही खबरदारी गर्नको लागि, उहाँहरूको आवाजलाई अगाडि ल्याउनको लागि र सम्बन्धित निकायमा उसलाई न्याय दिनको लागि पैरवी गर्ने एउटा संस्था पनि हो। यो संस्थामा लाग्दै गर्दाखेरि धेरै चुनौतीहरू पनि छन्। पत्रकारिता पेसामा के कसरी काम गर्दा कहाँनिर चाहिँ
अप्ठ्याराहरू आउँछन्, कहाँनिर चाहिँ ती अप्ठ्याराहरूलाई सामना गर्नुपर्छ भन्ने कुराहरू पत्रकारिता क्षेत्रमा काम गर्दै गर्दा धेरै साथीहरूले अनुभव पनि गरिसक्नु भएको छ होला। र यो बिचबाट सृजित भएको यो कर्णाली संवाद क्लबले आगामी दिनहरूमा कर्णाली प्रदेशमा रहेका विभिन्न अन्यायमा परेका र यी आवाजहरूलाई एकै ठाउँमा ल्याएर कहिलेकाहीँ चाहिँ हिजो मात्रै पनि अस्ति कार्य समिति निर्माण हुँदै गर्दा हिजो मात्रै एउटा पत्रकार सम्मेलनको आयोजना पनि गरेको थियो र त्यसको समन्वय चाहिँ कर्णाली संवाद क्लबले गर्ने अवसर पाएको थियो। म के भन्न चाहन्छु भने यो अवसर सबै कर्णाली प्रदेशका विभिन्न राजनीतिक दल, पेसागत सङ्घ संस्थाहरू, सहकारी, यी सबै व्यवसायी मित्रहरू, सबै सङ्घ संस्थाहरूको जति पनि आफ्ना मनमा लागेका कुराहरू चाहिँ यो संवाद क्लब मार्फत चाहिँ अगाडि ल्याउन चाहनुहुन्छ भने यो संवाद क्लबका साथीहरूले समन्वय गर्ने अवसर पक्कै पनि पाउनु हुनेछ र आगामी दिनमा तपाईहरूको निरन्तर सहयोगको हामी अपेक्षा पनि गर्दछौँ, किनकि तपाईहरूसँग हामीले निरन्तर सहयोग गर्दै गर्दाखेरि, निरन्तर समन्वय गर्दै गर्दाखेरि तपाईहरूसँग लगायत चाहिँ अरूले पनि कर्णाली समाजले नै केही कामहरू गर्नेछ। यो आवाजहरूलाई, बुलन्द आवाजहरूलाई, यो पीडामा परेका आवाजहरूलाई कर्णाली संवाद क्लबले अगाडि ल्याउँछ है भन्ने कुराहरू पनि तपाईहरू मार्फत चाहिँ यो सन्देश जानेछ भन्ने हामी यो आशा अनि अपेक्षा पनि गरेका छौँ। र यो जुन आयोजना नेपाल संवाद क्लबको औपचारिक सुरुवात नेपालगञ्ज 10 बाँकेको बिपी चोकमा आशिष मल्ल ठकुरीको सङ्घ जगतमा सुरु भएको हो, जुन अहिलेभन्दा करिब 1 महिना अगाडि मङ्सिरको 16 गते नेपालका वरिष्ठ पत्रकार ऋषि धमलाज्यूले उद्घाटन गर्नुभएको थियो। त्यो अभियान लगतै कर्णाली प्रदेशमा आएर आफ्नो इतिहास रच्न सफल भएको छ। 1 महिना नपुग्दै नेपाल संवाद क्लबले कर्णाली प्रदेश शाखा घोषणा गर्न सफल भएको छ, जुन पुसको 6 गते हामीले सम्पन्न गरेका छौँ। हामीले पुस 5 गते शनिबारका दिन कार्यक्रम घोषणा गर्ने भने पनि विविध कारणवश, बाध्यता व्यवस्थावश हामीले 1 दिन पछाडि मात्रै कार्यक्रम सफल गर्न सकेका छौँ। यो कार्यक्रममा नेपालका चिरपरिचित वरिष्ठ पत्रकार ऋषि धमलाज्यूको प्रमुख अतिथ्यतामा हामीले कार्यक्रम सम्पन्न गरेका छौँ। हामी एकदमै खुसी छौँ। खासमा संवाद क्लब नै किन आवश्यक पर्यो, संवाद क्लबले के गर्छ भन्ने कुरामा हजुरहरू सबै सर्वविदितै हुनुहुन्छ, सबैले केही कुरा बुझिसक्नु भएको छ। देशमा भएका भ्रष्टाचार, व्यथिति र अनियमितताको विरुद्धमा जरै उखेलेर फाल्ने प्रण गरेर नेपाल संवाद क्लबले अभियान चलाएको छ। आवाजविहीनहरूको आवाज, जसले आफ्नो आवाजलाई बुलन्द गर्न सक्नु भएको छैन र उहाँहरूको आवाजलाई हामीले सञ्चार माध्यम, सहकारी र बहसका माध्यमबाट हामीले अगाडि बढाउने बाचा गरेका छौँ। यो नेपाल संवाद क्लबको अभियानमा साथमा साथ र हातमा हात मिलाएर अगाडि बढ्ने प्रण गर्नुभएका कर्णालीवासीहरूमा हामी तपाईँको आवाज, तपाईँका हात र तपाईँका मनबाट साथ लिएर हामी समर्थन गर्ने प्रण व्यक्त गर्न चाहन्छौँ। हामी जसरी भोलि मान्छेका आवाज बनेर अगाडि बढ्ने प्रण गरेका छौँ, यो अभियानमा इतिहासकै रूपमा हाम्रा वीरेन्द्रनगरमा व्यवसाय गरिबस्नुभएका व्यवसायी मित्रहरूले जुन हामीलाई पहिलो बधाई तथा सम्मान कार्यक्रम राख्नु भएको छ, यो नेपाल संवाद क्लब कर्णाली प्रदेशले हजुरलाई 1 नम्बर उच्च मूल्याङ्कनमा राखेको छ, यो पनि भन्न चाहन्छु। र इतिहासमा पहिलो बन्ने युवा साथीहरू जसले हामीलाई हौसला दिनको लागि उपस्थित हुनुभएको छ, हजुरहरूको यो साथ र समर्थनलाई हामी सदैव उच्च मूल्याङ्कन गर्नेछौँ।
यो सिकाइको रूपमा हजुरहरूले पनि केही गर्ने हौसला लिएर आउनुभएका साथीहरूलाई हामीले पनि सपोर्ट गर्नुपर्छ भनेर लाग्नु भएको छ। यो अन्य व्यवसायीहरूले, अन्य सङ्घ सङ्गठनहरूले र सरकार पक्ष, स्थानीय तहदेखि सम्पूर्णले यो सिकाइ गर्नुहुनेछ भन्ने आशा पनि लिएका छौँ। यो कार्यक्रमलाई भव्य रूपमा सफल पार्नको लागि आयोजनाको तर्फबाट आयोजकको भूमिका निर्वाह गर्नुहुने आदरणीय व्यक्तित्वहरू, मोहित सप्लायर्सका सञ्चालक प्रेम भक्त रेग्मीज्यूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी पूजा फिन्ची स्टोरका सञ्चालक दिलीप कुमार थापा, उद्योग वाणिज्य सङ्घ सुर्खेतका निवर्तमान कोषाध्यक्ष तथा उपहार ट्रेड सेन्टर सुर्खेतका सञ्चालक रामप्रसाद पाण्डेजीलाई पनि हृदयदेखि नै आभार धन्यवाद व्यक्त गर्दै हाम्रो यस कार्यक्रममा कर्णाली प्रदेशको संयोजक इन्चार्जको भूमिका निर्वाह गर्नुहुने आदरणीय दाजु टेकेन्द्र विश्वकर्मा, सहसंयोजक जीवन तिरुवा, वरिष्ठ उपाध्यक्ष प्रज्वल चुनारा, उपाध्यक्ष मालती विक, महासचिव सञ्जय कुमार बिसी, कोषाध्यक्ष विवेक सोडाकार, सदस्यहरू सम्पूर्णलाई एकमुष्ट रूपमा र उपसचिव दिलु विक, तपाईँहरू सम्पूर्णलाई फेरि पनि हृदयबाट धन्यवाद व्यक्त गर्दै आजको यस कार्यक्रम भव्य सभ्य सफल पार्नुहुने महानुभावहरूसँगै म अध्यक्षको तर्फबाट नेपाल संवाद क्लबलाई अझ उच्च तहमा र उचाइमा पुर्याउने बाचा गर्दै आजको यो धन्यवाद, बधाई तथा सम्मान कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद, नमस्कार।